हेलो गाइज वेलकम टु ब्याक टु माई च्यानल। म चाहिँ डेभिड छेत्री। आई होप मेरो खोली दाजुले दिदी सबैजना सन्चै हुनुहुन्छ होला। मजा आउँछ ल आज यस्तो ओप्रे दिन खोजिरहेको छु कि भन्दाखेरि एउटा युट्युबमा गाना आएर छ भने एउटा सङ आएर छ कस्तो रहेछ भने नानीको तौतानी उलु म्याउ म्याउ। यो कुन टाइपको गाना हो, यो कुन टाइपको गाना हो यार, अचुक लाग्छ। फेरि यस्तै गानाले हिट खान्छ, यस्तै गानाले भाइरल हुन्छ होइन। यो सुन्दा पनि हाँसो लाग्छ होइन। त्यो म चाहिँ अहिले भर्खर अगाडि बाहिर गएर भर्खर छतमा आइसकेको छु। अनि हाम्रो ब्याकग्राउन्डमा चाहिँ अझै पनि धान काट्नु बाँकी नै छ र धान काट्न पाएका छैनन्। यतातिर हाम्रो सुगे बहिनीले भाँडा माझ्दैछ। अब खाली होइन धस्काउँदैछ जे खासै राम्रोसँग धस्काउनु लाउँदैन, त्यही पनि कसैलाई मनपर्छ भने लाउन सक्नुहुन्छ। के भन्नु, म त दिइहाल्छु यहाँ हरियामा इन्ट्री भइसकेको छ। अब यहाँ इन्ट्री भइसकेको छ। नुहाएर भर्खर नुहाएर दिनभरि बिहानबाट जङ्गलतिर गएर घाँस ल्याउने भनेर एक भारी ठुलो पुरा 3-4वटा भैँसीमा ल्याएर जस्तो घाँसको बिरुवा ल्याएर बाख्रा भनेर हाम्रो कसम फेरि कता बानिसकेको छन्। बानिसकेको छन्। अहिले चाहिँ 3वटा बाख्रा मात्र छन् हाम्रा। भारी भनेर 4-5 दिनको लागि ल्याएर एउटा 2वटा भैँसी पाल्ने बराबर घाँसको भारी छ। घाँस किन ल्याऊ म त्यति खालको भारी भन त। ए खोज्छ ल के भनिदिनु छ मेरो भिडियोमा मजाले हाँसेर भनिदियो त। एउटा गीत गाइदियो मिठो। हरियामा त फेरि गाइस फेरि हाम्रोमा त फेरि गाएको नि पहिलाको तिजको गाना भने पछि त कुम गाउँछ। ल ल एउटा गीत गाइदियो मै ल युट्युब स्वरूप। ल ल ल आयो एउटा त आउँदै पऱ्यो, एउटा त मिठो गीत गाउनै पऱ्यो। ल युट्युबमा जान्छ है। ल नाच्यो नि नआएर चिरीच्याट्टो परेको होला। ल एउटा त आउँछ। ल एउटा त ढुक्कै आउँछ क्या मान्छेले क्या तान्न त। ल ल आयो 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 ल अब त फिस्ट आयो। खासै त्यही हो। एउटा गीत चाहिँ पुरानो के गाउँथ्यो नि पहिला तिजको गाना त हामी बच्चै हुने बेला चाहिँ राम्रोसँग सुनाउँथ्यौँ। आजभोलि चाहिँ गीतै आउँदैन गरे लाज भन्छ कि यो क्यामेरा ठोक्ने बित्तिकै गिरा त्यही पनि एउटा सायद। अनि उतातिर मान्छे देख्ने बित्तिकै क्यामेरा ठोक्ने बित्तिकै लाज मान्छन्। एक्लै पहिला हाम्रो घर छुट्टै थियो क्या, गाउँभन्दा अलिक तलै थियो। त्यही भएर एक्लै घर पाइपुग्दा अनि सुन्थ्यो पुरा गुनगुनाइरहन्थ्यो नि। आज चाहिँ छैन गाई त्यस्तो होइन। त्यो आजको भिडियो यति नै, बाँकी नेक्स्ट भिडियोमा भेट्ला। ओके बाइ गाइज।